घरका पुराना सामान हतारमा नफ्याँकिहाल्नुहोस्। सानो मर्मतले नै ती वस्तुहरू मूल्यमान बन्न सक्छन्। नम्बर 1, गर्मीमा पिएका सबै मिनरल वाटरका बोतल नफ्याँक्नुहोस्। ती भित्र रङ्गीन प्लास्टिकका झोला भर्नुहोस्। जति सक्दो धेरै बोतल तयार गर्नुहोस्। त्यसपछि टेपले मजबुत रूपमा बाँध्नुहोस्। माथि अर्को ट्युबिङको तह राख्नुहोस् र माथिबाट काँचले ढाक्नुहोस्। यसरी एक बलियो र आकर्षक मेज तयार हुन्छ जुन वर्षामा पनि बिग्रदैन। 2, जुत्ताको बाकस अर्गनाइजर। जुत्ता किन्दा जुत्ता राखिएको बाकस नफ्याँक्नुहोस्। बिर्कोमा स्केल र कलमले क्रस बनाउनुहोस्। त्यसपछि त्यसलाई 4 टुक्रा पार्नुहोस् र ती टुक्राहरू बाकसभित्र उल्ट्याएर राख्नुहोस्। यसरी 4 भाग भएको स्टोरेज बाकस तयार हुन्छ। एउटा टुक्रा हटाएर 3 भाग वा 2 भाग भएको बाकस बनाउन सक्नुहुन्छ। आवश्यक अनुसार ग्रेडको आकार परिवर्तन गर्न सकिन्छ। 3, कार्डबोर्डको कस्मेटिक अर्गनाइजर। कार्डबोर्ड बाकसको बिर्को बीचमा राख्नुहोस् र बीचमा एउटा विभाजन डिभाइडर हाल्नुहोस्। यो सौन्दर्य प्रसाधनहरू राख्नको लागि उत्तम उपाय हो। 4, प्लास्टिक ह्यान्डलको पुनः प्रयोग। तेल वा दूधको बोतलको प्लास्टिक ह्यान्डल निकै उपयोगी हुन्छ। यसलाई पर्दा समात्न प्रयोग गर्न सकिन्छ। यो सुन्दर र व्यावहारिक दुवै हुन्छ। त्यसैगरी टोयलेटको ढक्कनमा टास्नुहोस् ताकि सजिलै खोल्न सकियोस्।